गुड आफ्टरनुन सबैजनालाई। मन्डे टु स्याटरडे चाहिँ अफिस जान्छु है, गभर्मेन्ट जब गर्छु। अनि सन्डे चाहिँ म यसरी टाइम पास गर्छु। धनियाँ, मुला, साग, तपाईँको फुलकोपीहरू पनि रोप्छु, फुलकोपी पनि रोप्छु अलिअलि। म चाहिँ पालकलाई माटो हाल्दैछु अनि ठुल्ठुलो हुन्छ यसरी माटो दियो भने चाहिँ हो। यसरी रोपिन्छ पालकलाई चाहिँ रायोको साग हो। रायोको सागलाई चाहिँ यसरी माटो दियो भने चाहिँ ठुल्ठुलो पत्ता भएर फलिन्छ। यसरी माटो लाउनुपर्छ। चाहिँ डल्ले खोर्सानी फलेछ। अब जाडोमा मिठो हुन्छ है खानु चाहिँ, सबै मिठो। पिरो पनि पुरा पिरो, अति पिरो। प्याज पनि रोप्छु नि म यसरी साइड साइडको काटेर खान्छु घरमा। बिचको चाहिँ यसरी रोपेर पत्ता चाहिँ फेरि छुर्पीको झोल च्याप्टीसँग साह्रो मिठो हुन्छ। यसरी रोप्छु। यो फुललाई पनि यसरी